चाहे भाषा सम्बन्धी कुरा होस्, चाहे संस्कृतिसँग सम्बन्धित कुरा होस्, हामी केन्द्रीय सरकारको तर्फबाट, प्रदेश सरकारको तर्फबाट पनि हामीले पहल गरेकै हो। तर यो कुरालाई हामीले संस्थागत रूपले र संगठित रूपले जनतामा लैजान अझै सकिएको छैन। म यी अधिवेशन मार्फत तपाईँ तामाङ समुदायका सबै नेता, यहाँ विद्वान हाम्रो परशुराम तामाङ जस्ता कमरेडहरू पनि हुनुहुन्छ, जसले इतिहासको, संस्कृतिको, अर्थतन्त्रको राम्रो अध्ययन गर्दै हुनुहुन्छ। उहाँले मलाई यहाँ अहिले पनि भन्दै हुनुहुन्छ, यहाँ हामी मधुबनपुर या सिन्धुली या चाहिँ कानपुर राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशन र नेवा राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशन, हामीले नै नेवा राष्ट्रिय मुक्ति मोर्चालाई पनि सक्रिय नपारिकन यथास्थितिवाद र प्रतिक्रियावादका विरुद्ध निर्णायक लडाइँ लड्न सकिँदैन। त्यसकारण उपत्यका, राजधानी, यसको चारैतिर र उपत्यकाभित्र पनि जबरजस्त उपस्थित रहेको तामाङ समुदाय र काठमाडौँ उपत्यकाको रैथाने समुदाय, नेवार समुदाय, यो दुईटै समुदायलाई सङ्गठित, आन्दोलित र गतिशील नबनाइकन हामीले निर्णायक आन्दोलन गर्न सकिँदैन भन्ने सोचेर नै हामीले नेवा राष्ट्रिय मुक्ति मोर्चालाई पनि, तामाङ राष्ट्रिय मुक्ति मोर्चालाई पनि सक्रिय पार्नुपर्छ, त्यसलाई गतिशील र जीवन्त पार्नुपर्छ भनिएको हो। कमरेडहरू, तपाईँले यो कुरा पक्कै विचार गर्नुभएको होला। हामीले सरकारमा हुँदा पछिल्लो चोटि तामाङ समुदायको निम्ति पनि नेपाली नेपाल